त्यो अनुभूति चरित्र निर्वाह गर्दाको उम्, अनुभूतिभित्र कस्तो महसुस गर्नुभयो, कति दिव्य महसुस गर्नुभयो? जसरी मैले हेर्दाखेरि रियल ओ वाउ, मैले कल्पना गरेको जस्तो अर्जुनको चरित्र छ त्यहाँनिर होइन, त्यो फाइन सबै चिजहरू होइन, कपाल लामो लामो नै होला भनेर मैले इमेजिन गरेको थिएँ, लामै रहेछ त्यो त्यो सबै चिजहरू पर्याप्त रूपमा मिलेको, कस्ट्युममा नि कस्तो राम्रो गरे, कसले गरे हो होइन, एकदमै उहाँलाई पनि थ्याङ्क यू। त्यो त्यो अनुभूति स्टार्टिङ जब हामी डायलग्सहरू रिडिङहरू गरिरहेको थियौँ होइन, त्यसो गर्दाखेरि स्टार्टिङमै एउटा मेरो फर्स्ट जुन डायलग थियो नि, द्रोणजीले मलाई अब सिकाउँदै हुनुहुन्छ होइन, धनुर्विद्या गर्दै हुनुहुन्छ। सो मैले त्यो डायलग बोल्ने तरिका नै विदिन 2 weeks चेन्ज भयो वाइल एन्टरिङ द क्यारेक्टर क्या। बिकज अभियसली मेरो फर्स्ट टाइम हो होइन, अनि जब रिडिङहरू बसिरहेको थियौँ अनि द वे आई वाज टेलिङ द डायलग्स, द वे त्यति फिल केही पनि भएको थिएन। जब मैले अब क्यारेक्टरको माथि स्टडी गर्दै गएँ, अभियसली धेरै कुराहरू थाहा थिएनन् होइन, त्यो गर्दाखेरि नट जस्ट मी वाइल अन स्टेज बट अफ स्टेज पनि लट अफ चेन्जेस आउँछै आउँछ। लाइक आई गट क्लिन, टोटली क्लिन, एज इफ लाइक नो एल्कोहल, नो एनिथिङ एल्स अभियसली होइन, त्यो भइगयो। प्लस अब फुड इन्टेकमा पनि कुरा आयो, लाइक आई डिड नट वान्ट टु इन्टेक एनिथिङ द्याट इज नट, अब कसरी भनौँ, मलाई चाहिँ मेरो एनर्जीलाई ब्याड गर्छ जस्तो लाग्छ भने आई विल नट, म त्यसमा इन्जेस्टै गर्दिनँ। सो त्यो कुराहरू पनि धेरै आफैमा क्लिन भयो। आफ्नो साथीभाइहरूले पनि छेउछाउमा भन्न थाल्यो कि ब्रो तेरो एनर्जी इज काइन्ड अफ डिफ्रेन्ट नाउ, लाइक द वे यु युज टु टक अर द वे यु युज टु रेस्पोन्ड टु थिङ्स होइन, तिमी जसरी पहिला कुराहरू अगाडि आफ्नो भ्युज दिन्थ्यौ त्यो पनि स्लोली आई डोन्ट नो अब त्यो के हो, क्यारेक्टरमा छिरेको हो कि क्यारेक्टरबाट इन्सपायर भएको हो कि के भन्न सकिन्छ होइन। तर त्यसो चाहिँ फिल भयो आफूलाई वाइल एन्टरिङ द क्यारेक्टर अफ अर्जुन।